रन्जु, हामीलाई यहाँ किन भेट्न बोलायो? मेरो मनमा सधैँ एउटै कुरा मात्रै खेलिरहेको छ, यसको समाधान कसरी गर्ने होला भनेर मैले तिमीहरूलाई भेट्न बोलाएँ। समाधानै हुन नसक्ने तेरो मनमा के कुरा गुम्सियो? मेरो परिवारमा अचानक यति ठुलो वज्रपात आइपरेको छ। बाआमाको आँखाभित्र हजारौँ पीडाहरू देखिरहेको छु। यो पीडामा पक्कै पनि केही न केही रहस्य लुकेको हुनुपर्छ। बाआमा सहरमा रमाउन नसकेर गाउँ फर्केर आउनु भएको छ। त्यसमा त्यस्तो सोच्नु पर्ने त केही देख्दिनँ है म त। हो त, गाउँ फर्केर आउनु भएको छ, त्यसमा त खुसी पो हुनुपर्छ त। कुरा त्यस्तो होइन दर्शना। मान्छेको अनुहार हेरेर मनभित्रको पीडा छर्लङ्ग बुझ्न सकिँदैन। बाआमा गाउँ फर्किँदा म त एकदमै खुसी छु, तर बाआमाको आँसु अझै रोकिएको छैन। यसको पछाडि के रहस्य हुनसक्छ भन् त? मलाई पनि ठुलो बुवा ठुलो मम्मी रोइरहेको देख्दा त अचम्म लागिरहेको थियो। पहिला यो गाउँमा रास गरेर बसेको मान्छे रित्तै हात फर्केर आउनु पर्दाको पीडाले पो हो कि? तिमीहरू जेसुकै भन, मेरो परिवारभित्र कसैले खेल खेल्दैछ। यो खेलबारे मेरो बाआमालाई थाहा नभएको हुनसक्छ, नत्र भने बाआमासँगै दाइ पनि किन दुखी छन् त? उहाँहरूलाई सोद्धा सधैँ भाग्यलाई दोष दिनुहुन्छ, तर मेरो मनले भन्छ भाग्यले होइन, कोही कसैले खेल खेलिरहेको हुनुपर्छ। तेरो यो कुरा सुन्दाखेरि कता कता मलाई पनि शङ्का लाग्यो। कति यो खेलको पछाडि सविता भाउजूको त हात छैन? पक्कै पनि भाउजूकै कारण हुनुपर्छ, नत्र भने दाइ बुबा आमा फर्किँदा भाउजू किन फर्किनु भएन त? यति ठुलो खेल भाउजू एक्लैले खेल्न सक्नुहुन्न। कसैले भाउजूलाई प्रयोग गरेर आफ्नो स्वार्थको लागि खेलिरहेको हुनुपर्छ। गाउँको जग्गा जमिन घर बेच्ने, सहर जाने, यो सब भाउजूकै योजना हो। अनि भाउजू बाहेक अरू को हुन सक्ला र? मेरो परिवारमा जसले खेल खेल्यो नि, तिनीहरूको एक दिन म पर्दाफास गरेरै छाड्छु। तर त्यसमा तिमीहरूले मलाई साथ दिनुपर्छ। दिन्छौ नि साथ? आज तेरो परिवारमाथि खेल खेलेले भोलि हाम्रो परिवारमाथि पनि खेल नखेल्ला भन्न सकिन्न। भन्, बरु के गर्नु पर्यो? हामी साथ दिन तयार छौँ। हो रन्जु, छोरी मान्छेलाई समाजले निकै कमजोर ठान्दछ। तेरो परिवारमा अहिले ठुलो वज्रपात परेको छ। तिमीले ठिक भन्यौ। हामी नारीहरूलाई हेर्ने दृष्टिकोण अब हामीले हाम्रो पुस्ताबाट परिवर्तन गर्नुपर्छ। र अर्को कुरा, मेरो बाआमाको हृदय जसले रुवायो तिनीहरूलाई पनि रोएर हिँड्ने बनाउँछ। अनि तिनीहरूको सात पुस्ताले पनि यस्तो हरकत कहिले गर्ने छैन। आजैबाट हाम्रो पठन यात्रा सुरु भयो। केही दिन हामी गोप्य अनुसन्धान गर्नेछौँ, ताकि हाम्रो उद्देश्यको बारेमा अरू कसैलाई थाहा नहोस्। जाउँ हिँड, हाम्रो लक्ष्यसँगै बाआमालाई पनि सम्हालेर राख्नुपर्छ।